दर्शकबिन नमस्कार। तपाईहरूले मेरो पृष्ठभूमिमा देखिरहनु भएको छ श्री जनप्रेमी रेशमलाल परमानन्द आधारभूत विद्यालय त्रिनपा 3 बगा। यस स्कुलमा विगत 18 महिनादेखि अङ्ग्रेजी माध्यमबाट पठन पाठन भइरहेको थियो। हामीले जानकारी पाएअनुसार त्यस अङ्ग्रेजी पठन पाठनमा निकै नै आर्थिक अनियमितता भएर हिजो भर्खरै मात्र एउटा सामाजिक लेखा परीक्षण भनेर समिति गठन गरेको छ। आज हामीले त्यही विषय अन्तर्गत रहेर यस स्कुलका प्रधानाध्यापक र लेखा समितिका संयोजक र व्यवस्थापक समितिका अध्यक्षसँग कुराकानी गर्नेछौँ। धेरै आर्थिक अनियमितता भएको भनेर हिजो तपाईँहरूले सामाजिक लेखा समिति भनेर छानबिन समिति भनेर गठन गर्नुभएको छ। के त्यो विषयमा अलिकति प्रस्ताइदिनु न। विगत भनौँ न अहिले 18 महिनादेखि हामी एक सय क्षेत्र पुरा गरेर अहिले अर्को नयाँ भनौँ 82 को नयाँ सय क्षेत्रमा छौँ है। यो पिरियडमा हाम्रो सामाजिक लेखा परीक्षण हामीले भदौ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने थियो। अनि यहाँको प्राविधिक कारणले अनुसार के भने मैले आफू यहाँको प्रधानमन्त्री हुँदाहुँदै पनि आर्थिक कारोबारको जिम्मेवारी चाहिँ अङ्ग्रेजी माध्यमपट्टिको फी उठाउनेपट्टि चाहिँ अर्कै शिक्षक यहाँ पङ्कज प्रसाद खनामा थारूलाई भनेर उहाँलाई इन्चार्ज बनाएर दिएको थियो भने अर्को यता सरकारी स्रोतपट्टि जुन भन्नु नेपाल सरकारबाट आउने हिसाब किताब चाहिँ अर्को एकजना निवासी मनोपुरन चौधरी भन्ने उहाँहरूलाई दिएको थियो। मनोपुरन चौधरी सरले सम्पूर्ण हिसाब बुझाउनु भयो र पङ्कज सरको अलिकति ढिला भयो भन्ने कुरा भयो। ढिला भइसकेपछि अनिखेर पछिबाट उहाँले अलि पछि आइसकेपछि हिसाब भयो सर भनेर बुझाएर अब सामाजिक लेखा परीक्षण गराइदिनु भनेर उहाँले भन्नुभएको। त्यसो भन्दाखेरि मैले सामाजिक लेखा परीक्षण गराउन मैले मात्रै सुरुमा अब तपाईँले भदौ सुरुमा दिएको भए म बुझेर गराउँथेँ। अब यो अलिकति ढिलो भयो त्यसले गर्दा भोलि मलाई पनि भोलि अभिभावकहरूले यहाँको समितिहरूले केही कुरा उठाउन सक्नुहुन्छ। त्यसले गर्दा एउटा वृहत मिटिङ बसौँ भनेर हिजो विद्यालय व्यवस्थापन समिति अनि शिक्षा अभियान सङ्घ अनि पूर्व अध्यक्षज्यूहरू लगायत यहाँको गण्यमान्य रहेको 6 जनाको एउटा सल्लाहकार समिति छ। त्यो सम्पूर्ण त्यो 3टै समिति बसेर हामीले छलफल गरिसकेपछि अब के हो त्यसको भन्दाखेरि यो सामाजिक परीक्षण एकजना हाम्रो विज्ञ भनौँ आर्थिक पाटो हेर्ने एकजनालाई विज्ञको रूपमा लिन्थ्यो भने त्यो एकजना विज्ञ होइन हामी 6-7 जना विज्ञलाई लिउँ भनेर पूर्व अध्यक्ष यस विद्यालयको पूर्व अध्यक्ष शिवकान्त चौधरीको अध्यक्षतामा हामीले 7 सदस्यीय सामाजिक लेखा परीक्षण समिति गठन गरेका हौँ। तपाईँ यस स्कुलको प्रधानाध्यापक हो। तपाईँको मातात्मा सबै शिक्षक हुनुपर्छ हामीले जानकारी अनुसार तपाईँले अहिले अरूको नाम लिँदै हुनुहुन्छ। उहाँहरू समितिमा बस्नुभयो भन्नुहुन्छ। तपाईँले यसरी गरी जिम्मेवारी प्रश्नको उत्तर दिन मिल्छ? होइन मैले बस्नुभयो भने होइन उहाँहरूलाई मैले दिएको जिम्मेवारी हो। किनकि आर्थिक कारोबारमा मैले मात्रै सबैतिर नभ्याउने जिम्मेवार त मेरै हो। तर पनि काम गर्ने जुन तौर तरिका विद्यालयमा कामको बोझलाई गरेर उहाँहरूले काम गर्नुभएको छ। त्यो काम गरेको विषयमा उहाँहरूले नै बुझाएर मलाई चित्त बुझ्दो बुझाउनु भन्दाखेरि मलाई अब मनमा अलिकति केही छ कि भनेपछि मैले पारदर्शी हुनका लागि मैले समिति वृहत समिति बोलाएर यसलाई तपाईँहरूले निकालेर मलाई बुझाइदिनुहोस् भनेर मैले जिम्मा लगाएको। म पन्छिन खोजेको होइन। त्यही त तपाईँले नै जिम्मेवारी दिएको सरहरू हुनुहुँदो रहेछ। तपाईँले नै उहाँहरूलाई भदौ मसान्तभित्रै दिनु भनेर त्यति बेलै चाहिँ यो कुरा त्यति बेलै एउटा चाहिँ समिति बनाएर गठन गर्नुभएको भए सायद अहिले यो परिस्थिति आउँदैन थियो कि। अनि त्यो के हुन्थ्यो र अर्को कुरो के भन्दा मैले जिम्मा दिएको भन्दा पनि अङ्ग्रेजी विभाग प्रमुख चाहिँ यहाँको व्यवस्थापन समितिले निर्णय गरेर दिएको। किनकि मैले यतापट्टि अर्को सरकारी खाताको चाहिँ मैले दिएको हुँ भने अङ्ग्रेजी विभाग प्रमुख भनेर व्यवस्थापन समितिले प्रशासन आर्थिकदेखि सबै कुरो हेर्ने गरी भनेर अङ्ग्रेजी विभाग प्रमुख भनेर पङ्कज प्रसाद खनामा थारूलाई उहाँहरूले समितिले जिम्मेवारी दिनुभयो। समितिले जिम्मेवारी दिएपछि समितिले दिएकै ठिक होला भनेर मैले बाहिर अनुगमन गरेँ। मैले भित्र गएर सबै कुरा भित्र गइरहेर हेरिनँ। यदि छानबिन समितिले आर्थिक अनियमितता भएको पेस गर्यो भने त्यस आर्थिक अनियमिततामा सम्बन्धित सम्पूर्ण शिक्षकहरूलाई के कस्ता किसिमको कारबाही हुन्छ यस विद्यालय तर्फबाट? होइन आर्थिक अनियमितता गरेको प्रमाणित भयो भनेदेखि अब हामीले पहिलो चरणमा त यहीँको वृहत भेलाले नै हामीले स्थानीय रूपमै पहिलो कारबाहीको प्रक्रिया गराउँछौँ। त्यहाँबाट पनि हामीलाई त्यो भएन त्यहाँ कुरो भएन भने हामी हाम्रो तालुदा निकाय शिक्षा विभाग तथा खेलकुद शाखामा नगरपालिकामा पठाउँछौँ। त्यहाँबाट पनि हामीलाई चित्तबुद्ध भएन भने अन्य माथिल्लो निकायमा पनि हामी जान्छौँ। यदि आर्थिक अनियमितता भएको रहेछ भने यहाँ कसैले पनि कोही मैले नै होस् अथवा अरू साथीले नै होस् अरू कसैले गरेको छ भने उसलाई कानुनी कारबाहीमा हामी ल्याउँछौँ र दण्ड दिन्छौँ। हस्, समय र को लागि धन्यवाद। धन्यवाद हजुर। आन्तरिक लेखा परीक्षणको कुरो गर्दै हुनुहुन्छ। अब यो सम्बन्धीमा
के भन्छ अलिकति ढिलो भएकै हो होइन। अनि अब यसको लागि चाहिँ फेरि अर्को पाटो के छ भन्दाखेरि अब यो आन्तरिक लेखा परीक्षणको लागि किन ढिलो भयो, के कारणको लागि ढिलो भयो भनेर भन्दै गर्दाखेरि अब हल्लाहरू धेरै के छ भन्दाखेरि बाहिरतिर सुनाइमा आयो होइन। तर सही तथ्य सत्य कुरा के हो होइन, के भन्छ किन ढिलो भएको हो, के कारणले गर्दाखेरि ढिलो भएको हो होइन। अब यो सबै कुराहरू के छ भन्दाखेरि अलिकति विचार गरेर होइन सम्पूर्ण कुराहरूको परिवेश मिलाउँदै होइन अब यो अलिकति पछाडि धकेल्न गएको। हामीले तपाईँबाट केही कमी कमजोरी भएको हो भन्न बुझ्न सकिन्छ? अब कमी कमजोरीको केसमा के छ भन्दाखेरि नि सर, अब सकेसम्म त प्रयास गरेर प्रयासरत भएर होइन के भन्छ सबै कुरा के छ भन्दाखेरि ज्ञान बुद्धि सिपले भ्याएसम्म गरेकै हो। जुन यो कमी कमजोरीको कुरा हामी गर्छौँ नि, कमी कमजोरीको कुरा गर्दै जाँदाखेरि है अब काम गर्दै जाँदाखेरि होइन अब जानी नजानिकन भुलवश होइन कहिलेकाहीँ के छ भन्दाखेरि सानातिना त्रुटि हुन्छ। यो कुरालाई चाहिँ धेरै ठुलो इस्यु जहाँसम्म के भन्छ बनायो भने त्यो के भन्छ राम्रो हुँदो रहेनछ होइन। होइन अब हामी लगायत यहाँका अभिभावकले बुझ्ने त तपाईँले आर्थिक कारोबार ब्याङ्किङ मार्फत गर्नुपर्थ्यो, सर्वप्रथम तपाईँको त्रुटि त्यहीँ छ नि होइन र? स्वीकार्नुहुन्छ नि त्यो त? अब होइन यस्तो छ, अब के छ भन्दाखेरि ब्याङ्किङ मार्फत भएको छ होइन। अब के भन्छ कतिपय कुरा के भन्छ 2-4 हजारको होइन। अब टिचरले झट्ट सर के भन्छ पेट्रोल छैन मेरो, सर आज के भन्छ मेरो अहिले यस्तो छ होइन, आज मलाई तुरुन्तै के भन्छ यति चाहिएको छ। अब त्यो 1-2 हजारको लागि त के भन्छ टिचरलाई चेक काटेर जा ब्याङ्कमा भनेर त भन्नु मिलेन। गोजीमा हुँदाखेरि लु लिएर जानु, दुःख किन दिनु होइन। जुन स्वयंसेवक शिक्षक साथीहरू छन् होइन त्यो तरिकाले चाहिँ अलि चाहिँ 2-4 हजारको चाहिँ भएको हो, त्यो नभएको हो म भन्दिनँ। तर के छ भन्दाखेरि प्राय गरेर धेरै जसो हामीले चाहिँ त्योबाट नै गरेको छौँ ब्याङ्किङ कारोबार। भनेपछि यो छानबिन समितिले जे निर्णय गर्छ जे पेस गर्छ त्यसमा तपाईँ स्वीकार्नुहुन्छ? अब अहिलेसम्म संस्थाको हितको लागि हिँडेको हो होइन। अनि आउँदो दिनहरूमा संस्थाको हितको लागि मैले के गर्नुपर्छ होइन त्यसको लागि के छ भन्दाखेरि म गर्नको लागि तयार, यति भन्न चाहन्छु। हस्, धन्यवाद। हाम्रो जानकारीमा आएअनुसार त्यहाँ आर्थिक अनियमितता भएको कारणले गर्दाखेरि हिजो एउटा छानबिन समिति, सामाजिक छानबिन समिति गठन भएको छ, त्यसको संयोजक तपाईँ हुनुहुन्छ। आखिर त्यहाँ आर्थिक अनियमितता भएकै हो होइन एकचोटि हामीलाई बताइदिनु न। अब बजार हल्ला र अरूको सुनाइमा त्यस्तै आयो। जुन अङ्ग्रेजी माध्यम पढाउने जुन टिचरहरू छ उनीहरूको कुरा अनुसार पनि हामीलाई यत्रो दिन काम गऱ्यौँ, पैसा दिएन, पैसा उठेकै छ भन्ने आवाजहरू निक्ले। अनि अब यी कुराहरू जुन हिजो गठन भयो त्यो हामीले त्यो कागजपत्र जुन हेर्नुपर्ने छ त्यो चाहिँ हेर्न पाएको छैन। भर्खरै हामीलाई यसरी गठन भएको भनेर जानकारी स्कुलले एउटा परिपत्र चाहिँ दियो। अब त्यो हामी हेर्ने नै छौँ यथार्थ के रहेछ। तर हल्ला चाहिँ त्यो छ जुन पढाउने टिचरहरूबाटै त्यो कुरो आएको छ कि एकदम यहाँ निकै व्यापक घोटाला भएको छ भन्ने कुरो चाहिँ आएको छ। अब यो प्रतिवेदन तपाईँहरूले कति दिनभित्रमा बुझाउनुहुन्छ? हामीले यो प्रतिवेदन 15 दिनभित्रमा बुझाउँछौँ। सत्य तथ्य छानबिन गरेर अनि त्यो प्रतिवेदन 15 दिनभित्र हामी त्यहाँ बुझाउँछौँ। हस्, धन्यवाद तपाईँको समयको लागि। धन्यवाद। दर्शकबिन, भनिन्छ शिक्षा नै उज्यालोको किरण हो भनेर, तर त्यसभित्र भ्रष्टाचार विकृतिहरू मौलायो भने उज्यालोतर्फ होइन त्यसले अन्धकारतर्फ धकेल्नेछ। तपाईँलाई आजको हाम्रो रिपोर्ट कस्तो लाग्यो? क्यामरामा सम्मु मगरको साथमा अमित तामाङको यो स्थलगत रिपोर्ट।